नमस्ते नमस्कार सम्पूर्णलाई म टेकप्रसाद मगर। यदि हजुरहरू विदेशतिर मलेसियातिर आउँदै हुनुहुन्छ भने हैन हाम्रो यो मलेसिया जोरबोरोबाट आएको फेब्लोस कोकोनट कम्पनीमा हैन आउँदै हुनुहुन्छ अनि आउने पर्खरमा हुनुहुन्छ भने हैन यो भिडियो पुरा हेरेर हैन बुझेर आइदिनु होला भन्न चाहे। यो कम्पनीको यो पुरानो डिमान्ड हो हैन यो डिमान्ड काङ्गारू मेन पावरमा गएको छ हैन। यो डिमान्ड डिमान्डमा 20 जना मान्छे नेपालीहरू यहाँ आइसकेको छ हैन। अब 30 जना मान्छे ल्याउन लागि छ एउटा हैन पठाउन लागि छ। 30 जना मध्येमा 10 जना मान्छेहरू 30 जना मध्येमा 10 जना जति मान्छेहरू अहिले जनवरी फेब्रुअरीतिर ल्याउने कुराहरू कम्पनीले हामीलाई जानकारी दिएको छ। त्यही अनुसार मैले यो भिडियो बनाएको छु। सहीसम्म तपाईँहरू हैन मेन पावरले मोटो रकमतिर आउँदै राम्रै हुन्छ, किनकि काममा त्यति राम्रो पनि छैन हैन। काम पनि त्यति सजिलो पनि छैन हैन। अलिकति गाह्रै काम छ, हार्डै काम छ। त्यही भएर यहाँबाट नेपालीहरू काम गर्न नसकेर हैन फर्केर पनि गएको छ हैन। यस्तो अवस्था पनि छ हैन। त्यही भएर सकेसम्म कुराहरू हैन राम्रैसित हैन बुझेर आइदिनु होला भन्न चाहे। हामी अब गरिबका रेखामा पनि परेका मान्छेहरू चाहिँ हो हैन। खाडीमा आउने भनेको त्यो पनि हामी साहुसँग 4 को ब्याजमा ऋणमा पैसा लिएर 3 लाख 4 लाख पैसा लिएर हैन आएको हुन्छ हैन। यहाँ आएर त्यति पैसा दिनको लागि लगभग 2.5 वर्ष लाग्छ। यति त कम्पमै हो हैन। यस्तो छ। त्यही भएर सहीसँग बुझेर आइदिनु होला भन्न चाहे हैन। धेरै गाह्रो छ यहाँ। हामी धेरै हैन ठुल्ठुला सपनाहरू बोकेर आएको हुन्छ, किनकि घरको परिस्थितिले गर्दा घरमा हैन हाम्रो साथमा हैन भाइ बहिनीहरू छोराछोरीहरू पढाउने हैन सोच राखेर हैन घरमा हैन फ्यामिलीहरू बिमारी हुँदा केही ऋण लागेको हुन्छ अनि त्यो ऋण तिर्ने सोच लिएर हैन केही घरको चुहेको छानहरू फेराउला भन्ने सोच विचारहरू लिएर हामी हैन केही पैसा 2-4 पैसा कमाएर हैन केही घर परिवारलाई खुसी राखौँला हैन भन्ने सोचहरू लिएर हामी विदेशतिर आएको हुन्छौँ हैन। त्यो पनि साहुसँग 4 को ब्याजमा ऋण लिएर सहीसम्म हैन मोटो रकम हैन मेन पावरलाई बुझेर हैन राम्रो होला भन्न चाहे। किनकि यहाँ काम यस्तै छ, धेरै गाह्रो छ हैन। सेलेरी राम्रै आउँदैन। त्यो नारियल कटिङको हिसाबले पैसा दिन्छ यहाँ हैन। जति काट्न सक्यो त्यो पैसा हो हैन। तिनीहरूले दिनमा 4-5 नारियल काट्न पर्ने हुन्छ। त्यो पनि अब काम चल्दैन। काम नचलेको बेलामा काम चलेको बेलामा 4-5 काटौँला हैन। बेसी सेलले पाउनको लागि 4-5 नारियल काट्नु पर्ने हुन्छ दिनमा। काम चलेको बेलामा 4-5 नारियल काटौँला त्यो त ठिकै छ हैन। अब काम नचल्ने बेलामा अब काम डाउन हुने बेलामा त कति दिनमा 200-250 नारियल 300 नारियल काट्छ त मान्छे। त्यति काटेपछि जम्मा 17 पैसा दिन्छ यहाँको मलेसियाको एउटा नारियल काटेको 17 पैसा उठाले हाम्रो पैसा कति बन्द गर्न हैन। यहाँको 60 पैसा थियो रिङ्गिट कमाउनको लागि कति नारियल काट्न पर्ला हिसाब गर्नु होला। धेरै गाह्रो छ है। त्यो पनि अब के भनेर हैन पैसाहरू काट्दै जान्छ हैन। यो फेब्लोस कोकोनट कारखानामा काम गर्ने यो नारियल कटिङ गर्ने केटाहरूको हैन सेलेरी पेपर हो यो हैन। यस्तो छ हेर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ आज नाम गरेको मान्छे हैन। यो अक्टोबर महिना 2025 को हैन सेलेरी पेपर हो यो हैन। उसले किनकि सेलेरी मेरो काम आयो भनेर उसले हैन अफिसमा सेलेरी पेपर मागेको थियो हैन। सेलेरी पेपर मागेर हेरेको थियो हैन। त्यसैले यहाँ पुरा हैन काम गरेको छ हैन। यो अफ भनेको त्यो जुन शनिबार हाम्रो कम्पनीमा त्यो कम्पनीले छुट्टी दिन्छ हैन त्यो हो हैन। यतातिर हेर्न सक्नुहुन्छ कति टोटल सेलेरी उसको 1631 भनेको रहेछ हैन। टोटल नारियल काटेको सेलेरी हेर टोटल नारियल काटेको सेलेरी यहाँ देख्नुहुन्छ हैन 1631 लेखेको छ। अनि यता के भनेर काटेको छ हैन। के भनेर लेबेको पेसेबे के भनेर त्यो फोर्गिली बिग्रेको पनि मैले अस्ति नै भिडियो पनि हालेको छु हैन। फोर्गिली बिग्रेपछि हैन लेबरको पैसाहरू काटेर बनाउनु पर्ने रहेछ बनाउने रहेछ हैन। त्यसको नि यता रिजेक्ट काटेर हैन 1279 रुपैयाँ आएको छ। महिनाभरि काम गरेको 1700 बेसिक पनि नआएपछि अब के काम गर्नु। यस्तो छ कम्पनीको हालत हैन। के गरौँ अब
यस्तै छ। त्यही भएर होइन सबैजना होइन दाजुभाइहरू होइन आउँदै हुनुहुन्छ भने होइन हाम्रो यो एग्लोसमा आउँदै हुनुहुन्छ भने होइन अलिकति बुझेर राम्रोसित बुझेर होइन भिडियोहरू हेरेर आइदिनु होला भन्न चाहेँ। किनकि यहाँ यस्तै छ होइन धेरै गाह्रो छ। अब यस्तै सेलेरी आउँछ भने त होइन अब घर फर्किन पनि सक्दैन सायद मान्छेहरू, त्यस्तो गाह्रो छ, तनावै तनाव छ। त्यही भएर होइन गाह्रो छ। त्यही भएर अलिकति कुराहरू बुझेर आउनु होला। अब यहाँ आएपछि जसरी पनि यो नरिवल काट्नुपर्छ होइन, त्यस्तै काम हो। अलिक गाह्रो छ होइन, नरिवल काट्नुपर्छ। यहाँ आएपछि त्यही काम हो होइन। त्यही भएर अलिकति बुझेर आइदिनु होला है भन्न चाहेँ। यहाँ आएर पछुताउनु भन्दा पनि होइन, यहाँ आएर पछुताउनु भन्दा पनि राम्रोसित कुराहरू बुझेर राम्रोसित होइन कामको बारेमा होइन जानेर अनि भिडियोहरू हेरेर होइन आइदिनु होला भन्न चाहेँ।